के तपाईँको ढाड दुखिरहेछ? यदि छ भने यो भिडियो तपाईँले चाहिँ हुनसक्छ। आज हामीलाई टिकटकमा एउटा साथीले प्रश्न सोध्नु भएको छ। डक्टर साहब, मेरो लेफ्ट साइडको किडनी साइडमा हल्का दुखाइ फिल भइरहेको छ, किन होला भनेर सोध्नु भएको छ। सो यसको आन्सर म यो भिडियोमा भन्न चाहँदैछु। ढाड दुख्दाखेरि तपाईँको लेफ्ट साइड होस् राइट साइड होस्, ढाड दुख्दाखेरि के कारणले गर्दाखेरि तपाईँलाई त्यो लक्षण अनुभव हुनसक्छ त भन्दाखेरि नम्बर 1 मा यदि तपाईँको चाहिँ त्यहाँ किडनी स्टोन्सहरू भएको छ भने त्यसले तपाईँको चाहिँ ढाड तपाईँको कुन साइड एफेक्टेड छ त्यो साइडमा चाहिँ दुखाइराख्न चाहिँ सक्छ। नम्बर 2 मा यदि तपाईँको मृगौलामै यदि इन्फेक्सन भइरहेछ भने त्यसको कारणले गर्दाखेरि पनि तपाईँको ढाड दुखिरहन चाहिँ सक्छ। नम्बर 3 मा तपाईँको मेन मेरुदण्डबाट जुन नसा आउँछ, यदि त्यो नसा च्याप्दिया छ भने त्यसले के गर्छ, तपाईँको त्यो साइडको ढाड अलिकति दुखाइराख्छ। त्यहाँको दुखाइ तपाईँको ढाडमा मात्र सीमित नभइकन तपाईँको खुट्टा पाइतालासम्म गएर झन्झन भइरहेको जस्तो चाहिँ अनुभव चाहिँ हुनसक्छ। नम्बर 4 मा यदि तपाईँको मसल मांसपेशीमा स्ट्रेन परेको छ अथवा मांसपेशी एकदमै टाइट भइरहेछ भने त्यसले गर्दाखेरि यदि कोही मान्छेले लामो सास लिँदाखेरि या मुभमेन्ट गर्दाखेरि जब तन्किन्छ त्यति बेला चाहिँ चसक्क गरेर दुख्ने खालको समस्या आइपर्न सक्छ। नम्बर 5 मा यदि तपाईँको छालामा यदि केही समस्या छ, जस्तै कुनै जनै खटेराहरू आउनु खोजिरहेको जस्तो खालको समस्या छ भने त्यसले पनि तपाईँको ढाडमा अगाडि पोल्ने खालको दुखाइ ल्याउँछ। त्यसपछि बिस्तारै त्यहाँतिर रातो दागहरू खटेराहरू आउन चाहिँ सक्छ। यो बाहेक पनि अन्य धेरै कारणहरू हुने गर्दछ ढाड दुखाइको। सो आजको भिडियोमा यति नै। यदि यो भिडियो तपाईँलाई मन परेको खण्डमा यो भिडियोलाई एउटा लाइक दिनुहोला, यो भिडियोलाई सेयर गरिदिनुहोस् होला र यस्तै खालको अरू भिडियो हेर्नलाई तपाईँले मेरो युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। त्यहाँ पनि भिडियोलाई लाइक सेयर र सब्सक्राइब गरिदिनु होला। यति भन्दैमा म तपाईँहरूबाट आज बिदा लिन चाहन्छु। नमस्ते।